आज मण्डली तपाईँ र मैले हाम्रो चेतनामा आउन जरुरी छ। परमेश्वरले दिनुभएको यो सत्यतामा आउन जरुरी छ। किनभने धेरै पटक हामीले परमेश्वरको वचनलाई परमेश्वर प्रेम हुनुहुन्छ भनेर उहाँको आज्ञालाई तोडिरहेका छ भने होशियार, किनभने नोआको जलप्रलयले त्यो हामीलाई चेतावनी दिएको छ। उहाँले नाश गर्न पनि सक्नुहुन्छ। दियावलले सोच्दै थियो अब के नै हुन्छ र, तर थाहा छ फेरि उसले प्रयोग गरेको छ दाजुभाइहरूलाई। नोआ 40 दिन 40 रात पानी परिरह्यो, सबै डुबियो, अनि त्यसपछि हामीलाई थाहा छ त्यहाँ ढुकुर पठाइएको छ। त्यो बोटबाट एउटा पात टिपेर लिएर आएको, ए ल पानी घटेछ र नभन्दै त्यसपछि नोआले फेरि ब्याक टु लाइफ, नर्मल लाइफमा ऊ फर्किँदै गर्दाखेरि ऊ फेरि केमा त ताकमतमा लट्ट परेर ऊ नग्न आफ्नो पालमा लुटिरहेको बेलामा त्यहाँ दाजुभाइहरू मध्ये एकले देख्छ नग्नता, अनि उसले गएर आफ्नो दाजुहरूलाई पनि बोलाउँछ। तर अब हेर्नुहोस् त, ती दाजुहरूले चाहिँ के गर्छ, आफ्नो बुवाको नग्नता देखिन्छ कि भनेर लगेर त्यो ढाकिदिन्छ। तर पछि जसै नोआ उठ्छ, के भयो, भाइले तपाईँको नग्नता देख्यो। त्यसपछि बुवा रिसले यस्तो मुखबाट बोलिदिएको छ, त्यो भाइ चाहिँ कमार हुनु परेको छ आफ्नो दाइहरूको। थाहा छ बुवाहरू हो, तपाईँले रिसमा तपाईँको मुख त खोल्नु होला, तर तपाईँको छोराहरूको जीवनमा चाहिँ त्यो के हुन्छ, हुन पुग्छ।